नमस्कार साथीहरू। आज हामी कुरा गर्दैछौँ नेपालको अहिलेको वास्तविक अवस्थाबारे। राजनीति, अर्थतन्त्र, रोजगारी, शिक्षा र युवाको भविष्य। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् किनकि यो विषय हामी सबैसँग जोडिएको छ। 1. राजनीतिक अवस्था। आजको नेपालमा राजनीति अझै पनि अस्थिर देखिन्छ। सरकार बारम्बार फेरिने, गठबन्धन टुट्ने, जोडिने क्रम जारी छ। जनताले विकासभन्दा बढी राजनीतिक खिचातानी देखिरहेका छन्। यसले गर्दा नीति नियम ढिलो बन्ने र काम कार्यान्वयनमा समस्या आइरहेको छ। 2. आर्थिक अवस्था। नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण अवस्थामा छ। महँगी बढ्दो छ, दैनिक उपभोग्य सामान महँगो हुँदै गएको छ। रोजगारीको अवसर कम हुँदा धेरै युवाहरू विदेशिन बाध्य छन्। रेमिटेन्सले अर्थतन्त्र धानेको छ, तर यो दीर्घकालीन समाधान होइन। 3. शिक्षा र स्वास्थ्य शिक्षाको पहुँच बढेको भए पनि गुणस्तर अझै सुधार आवश्यक छ। सरकारी विद्यालय र निजी विद्यालयबीच ठूलो अन्तर छ। स्वास्थ्य सेवामा पनि सहर र गाउँबीच असमानता देखिन्छ। गरिब वर्गका लागि उपचार अझै पनि चुनौती नै बनेको छ। 4. युवा र रोजगारी। आजको सबैभन्दा ठूलो समस्या भनेकै युवा बेरोजगारी हो। शिक्षित युवा पनि देशमै अवसर नपाएर विदेश जानुपर्ने अवस्था सिर्जना भएको छ। यदि युवालाई सही अवसर दिइयो भने नेपाल आफैमा सम्भावनाको देश बन्न सक्छ। 5. आशा र सम्भावना। यति समस्याका बावजुद पनि नेपालसँग प्राकृतिक स्रोत, पर्यटन, कृषि र ऊर्जामा अपार सम्भावना छन्। यदि इमानदार नेतृत्व, सही नीति र युवाको सक्रिय सहभागिता भयो भने नेपालको भविष्य उज्यालो हुन सक्छ। नेपालको अहिलेको अवस्था सजिलो छैन, तर असम्भव पनि होइन। परिवर्तन हामीबाटै सुरु हुन्छ। तपाईको विचार के छ? नेपाललाई कसरी सुधार गर्न सकिन्छ? कमेन्टमा लेख्न नबिर्सनुहोला। यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र शेयर गर्न नबिर्सनुहोला।